त विराटलाई यसरी बुझ्दाखेरि हामी मृत्युलोकमा छौँ। अब लालदासजी महाराज भन्नुहुन्छ, हे सुन्दर साथजी अब कहूँ फेर के मूल मिलावे की भित्त का, जैसी आज्ञा धनी की सो बाता है बुजुर्गा। अब कहाँको वर्णन गर्नुहुन्छ भन्दा अब म परमधामको वर्णन गर्नेछु, सुन्नुहोस् भनेर यहाँ लालदासजी महाराजले बुझाउनु हुँदछ। परमधाममा को हुनुहुन्छ त पहिला यो कुरो बुझौँ। परमधाममा परमात्माको अलावा को छन् भन्दा उनकी आह्लादिनी शक्ति श्यामा स्वरूपा राधा रानी अनि स्वयं परमात्मा श्री कृष्ण, त्यसपछि उहाँहरूका आनन्द अङ्ग रूपा सखीहरू जसलाई आत्मा ब्रह्माङ्गनाहरू भनिन्छ, ब्रह्मका अङ्गनाहरू। हुन त राजी महाराज एउटै हुनुहुन्छ, परमधाममा एक हुनुहुन्छ, परन्तु उहाँलाई लीलाको भेदले, लीला गर्ने इच्छाले के भयो त भन्दा आनन्द अङ्ग श्यामाजीको प्रकट, त्यसपछि श्यामाजीबाट सखीहरूलाई प्रकट गर्नुभयो अनि 12,000 सखीको के भयो त्यहाँ प्रकट हुन गयो।